हाम्रो पश्चिमेली भाषाबाट यसलाई हलुवा भन्छौँ हामी। हाम्रो दिदीबहिनीहरूलाई, मेरो बिहाना बच्चाहरूलाई टिफिन के बनाउने होला भनेर टेन्सन गर्नुहुन्छ, टेन्सन गर्नु पर्दैन। म हेल्दी फुड हजुरको बच्चालाई मसँग सिकाएँ, मलाई फलो गर्नुहोला। यसको नाम चाहिँ हामी हलुवा भन्छ। अब हजुरहरू के भन्नुहुन्छ कमेन्टमा लेख्नुहोला। नमस्ते साथीहरू, दिदीबहिनीहरू, मैले घिउ हाल्दैछु हलुवा बनाउनको लागि। अब त्यहाँ दिएपछि मैले तोरी हालेँ। तोरी हालेपछि तोरीको अलिकति गोल्डन कलर आउन दिने। गोल्डन कलर आउँदा बित्तिकै मैले प्याज पनि हालेँ। अब हेर्नुहोस् त प्याजको पनि कस्तो मजाको अब गोल्डन कलर आयो। अब गोल्डन कलर आइसकेपछि मैले त्यसमा किसमिस र अनि काजु हालेँ। अनि काजु हालेपछि यो चाहिँ भेडे खुर्सानी हालेको, बच्चाहरूले पिरो खान सक्दैन। अनि मैले सुजी हालेँ। अब सुजी हालेपछि यसलाई मजाले चलाउने एकदम सानो ग्यासमा आनन्दले। अब मैले त्यसमा पानी हालेँ त्यो गोल्डन कलर आइसकेपछि। अब हजुरहरूले मेरो बच्चाले अझै हेल्दी र अझै राम्रो बनाउन चाहनुहुन्छ भने दुध हाल्दा नि हुन्छ। अनि पानी हाल्दा बित्तिकै हेर्नुहोस् त मैले टमाटर हालेँ नगलोस् भनेर। त्यो हाल्दा बित्तिकै मैले मसालामा अनि चिनी हालेँ। चिनी हालिसकेपछि नुन हालेँ अनि स्वादअनुसारको अनि त्यो बाक्लो हुनेसम्म मजाले चलाएँ। अनि हेर्नु त बास्ना घिउको र सुजीको कस्तो मजाले आइरहेछ। आनन्दका साथमा यसलाई एकदम सुक्खा भयो। अब मैले यसलाई प्लेटिङमा गरेँ। प्लेटिङ गरिसकेपछि हेल्दी भनेपछि त बच्चाहरूलाई वाटरमेलन त साह्रै मनपर्ने हो, अनि मलाई पनि। त्यही भएर मैले वाटरमेलन चाहिँ टक्क राखिदिएँ। अनि हजुरलाई पनि कस्तो लाग्यो? मलाई त राम्रो लाग्यो। मलाई त बास्ना पनि मक्क आइरहेछ। अब हजुरको पालो। धन्यवाद।